नमस्कार। आजको भर्चुअल कक्षामा कक्षा 8मा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत गर्न चाहन्छु। विद्यार्थी भाइ बहिनीहरू, आज विज्ञान तथा प्रविधि विषय अन्तर्गत कक्षा 8मा रहेको एकाइ 2मा सूचना तथा सञ्चार प्रविधि, जसलाई छोटकरीमा आइसिटी भन्ने पनि गर्छौँ, त्यसै अन्तर्गत रहेर सूचना भनेको के हो, सञ्चार प्रविधि भनेको के हो र सूचना तथा सञ्चार प्रविधिका साधनहरू के हुन्, त्यसै गरी एटिएम, फोटोकपी मेसिन, स्क्यानर, प्रिन्टरको बारेमा पनि छोटो जानकारी लिने नै छौँ। सम्पूर्ण भाइ बहिनीहरू आफूलाई आवश्यक पर्ने मेटेरियल्सहरू जस्तै कपी, किताब लिएर पक्कै पनि, कलम लिएर पक्कै पनि बस्नुभएको छ होला भन्ने अपेक्षा पनि गरेको छु। विद्यार्थी भाइ बहिनीहरू, चार्टलाई पक्कै पनि देख्नुभएको छ होला। सूचना भनेको के हो र सञ्चार भनेको के हो? सूचना भनेको कुनै पनि सङ्कलित जानकारीहरूलाई सङ्कलन गर्नुलाई सूचना भनिन्छ भने सञ्चार भनेको मौखिक वा मुद्रित सामग्रीलाई एक ठाउँबाट अर्को ठाउँमा प्रवाह गर्नुलाई सञ्चार भन्ने गरिन्छ। यहाँ हामीहरूले स्लाइडमा देखाइएको छ, हेर्नुहोस् त भाइ बहिनीहरू, जस्तै रेडियो, टेलिभिजन, स्मार्टफोन, इन्टरनेट, पत्रपत्रिका देख्नुभएको छ। यिनीहरूको काम के हो तपाईँहरूलाई थाहा छ? भन्न सक्नुहुन्छ? यिनीहरूले के गर्छन् भन्न सक्नुहुन्छ? स्याबास, तपाईँले भन्नुभएको कुरा ठिक छ है। यिनीहरूले के गर्छन् त? एक ठाउँबाट अर्को ठाउँमा सूचना प्रवाह गर्ने काम गर्छन्, जसले रेडियो, टेलिभिजन, इन्टरनेटको माध्यमबाट हामीले सूचनाहरूलाई एक ठाउँबाट अर्को ठाउँमा प्रवाह गर्ने गर्छौँ र यिनलाई हामीले सूचना तथा सञ्चार प्रविधिका साधन पनि भन्ने गर्छौँ है। आइसिटी अर्थात् सूचना तथा सञ्चार प्रविधिका साधन अन्तर्गत रेडियो, टेलिभिजन र कम्प्युटर। रेडियोले सूचनाहरू प्रसारण गर्छ, त्यसै गरी टेलिभिजनले सर्वदृश्य सूचनाहरू प्रदान गर्दछ र कम्प्युटर सूचना सिर्जना, भण्डारण र प्रशोधन गर्न पनि हामीहरूलाई मद्दत गर्छ है भाइ बहिनीहरू। इन्टरनेट र मोबाइल फोन, इन्टरनेट विश्वव्यापी सूचना आदान प्रदान गर्ने सक्षम बनाउँछ हामीहरूलाई। इन्टरनेट भनेको करोडौँ कम्प्युटरहरू बिचको एउटा सञ्जाल पनि हो, जसले विश्वमा भएका घटनाहरू छिनभरमै छिनभरमै हामीहरूले एक ठाउँबाट अर्को ठाउँमा प्रसारण गर्नको लागि पनि हामीलाई मद्दत गर्छ। त्यसै गरी वायरलेस सेट र अन्य उपकरण, यी सबै आइसिटी साधन सूचना देखाउने, भण्डारण गर्ने र प्रसारण तथा आदान प्रदान गर्ने महत्त्वपूर्ण भूमिका पनि खेलेको हुन्छ है भाइ बहिनीहरू। एटिएम भनेको के हो हजुरहरूलाई थाहा छ? एटिएमको बारेमा हजुरहरूले केही जानकारी रहेको छ त भाइ बहिनीहरू? स्याबास, हजुरले भनेको कुरा ठिक छ। हामीहरूले एटिएमको प्रयोगबाट पैसा निकाल्ने, राख्ने जस्ता कार्यहरू गर्नको लागि हामीहरूलाई मद्दत गर्छ र यसको एटिएमको पुरा रूप अर्थात् फुल फर्म पनि भन्ने गर्छौँ, अटोमेटिक टेलर मेसिन पनि भन्ने गरिन्छ। यो एटिएमलाई हामी दुई भागमा विभाजन गरेका छौँ, एक इनपुट डिभाइस र आउटपुट डिभाइस रहेको हुन्छ। इनपुट कार्ड रिडर र पिन किप्याडलाई इनपुट डिभाइस भन्ने गर्छौँ भने आउटपुट डिभाइस अन्तर्गत डिस्पेन्सर, डिस्प्ले स्क्रिन, रसिद प्रिन्ट, डेबिट क्रेडिट कार्ड सञ्चालन जस्तालाई हामीले के भन्छ, आउटपुट डिभाइस भन्ने गर्छौँ। भाइ बहिनीहरूले पक्कै पनि एटिएमको प्रयोग गरेर पैसा राख्ने वा झिक्नको लागि प्रयोग गर्नुभएको छ होला। एटिएमको मुख्य कार्य भनेको नगद भुक्तानी गर्नको लागि, जुनसुकै समयमा पैसा झिक्न, राख्न
त्यस्तै बिल भौचरहरू बुझाउन अर्थात् डिपोजिट गर्नलाई हामीले प्रयोग गर्ने गर्छौँ र आवश्यकता अनुसार आफूले बिलहरू पैसा राख्न झिक्नको लागि पनि हामीलाई एटिएमको सहायताले सजिलैसँग गर्न सक्छौँ। विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले फोटोकपी मेसिनको सहायताले फोटोकपी गरेको देख्नुभएको छ। फोटोकपी मेसिनलाई हामीले परम्परागत धारणा अर्थात् जेरोग्राफी मेथडबाट चाहिँ कार्य गर्छ भन्ने गरेका छौँ। अर्थात् फोटोकपी मेसिनले जेरोग्राफी सिद्धान्तमा आधारित रहेर कार्य गर्दछ र विशेष गरी फोटोकपी मेसिन भनेको डुप्लिकेट बनाउने अर्थात् प्रतिलिपि तयार गर्ने काम गर्छ। फोटोकपी मेसिनको सहायताले हामीले हार्ड कपीलाई सफ्ट कपीमा रूपान्तरण गर्नको लागि हार्ड कपीबाट नयाँ डुप्लिकेट अर्थात् कपियर गर्नको लागि सहयोग पुर्याउने एउटा साधन हो, जसको सहायताले हामीले कपियर गर्नको लागि मद्दत गर्छ। त्यसै गरी आकार बढाउने घटाउने, त्यसै गरी डबल साइडेड कपीहरू गर्नको लागि हामीलाई पनि मद्दत गर्ने गर्छ। विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले स्क्यानर जसलाई स्लाइडमा देखाए जस्तो स्क्यानर देख्नुभएको छ, यसको काम के हो भन्न सक्नुहुन्छ? स्याबास है, हजुरले भनेको कुरा चाहिँ ठिक छ है। यो स्क्यानरको काम भनेको हार्ड कपीलाई सफ्ट कपीमा रूपान्तरण गर्नको लागि सहयोग गर्छ, जसलाई हामीले इनपुट डिभाइस अन्तर्गत राख्ने गर्छौँ। अर्थात् इनपुट डिभाइस स्क्यानर भनेको इनपुट डिभाइस हो। यो ओसिआर कार्य सिद्धान्तमा आधारित रहेर यसले कार्य गर्ने गर्छ, जसले हार्ड कपीलाई सफ्ट कपीमा रूपान्तरण गर्ने काम गर्छ। रूपान्तरण गरी भण्डारण गर्नको लागि कम्प्युटरमा भण्डारण गर्नको लागि सहयोग गर्छ। भाइ बहिनीहरू, तपाईँहरूले चित्रमा देखाए जस्तो प्रिन्टर देख्नु भएको छ। यसको कार्य के हो हजुरहरूलाई थाहा छ? बताउन सक्नुहुनेछ? प्रिन्टर भनेको हार्ड कपीलाई सफ्ट कपीलाई हार्ड कपीमा रूपान्तरण गर्नको लागि मद्दत गर्ने एउटा साधन हो, जसलाई आउटपुट डिभाइसको नामले पनि चिन्ने गरिन्छ। प्रिन्टरबाट गति मापन गर्नको लागि एउटा सिपिएस, जसलाई क्यारेक्टर पर सेकेन्ड, एलपिएम लाइन पर मिनेट गरेर पनि मापन गर्ने गरिन्छ र यसको सहायताले हामीले डिजिटाइज गरिराखिएका सफ्ट कपीहरूलाई हार्ड कपीमा रूपान्तरण गर्नको लागि हामीलाई यसले मद्दत गर्ने गर्छ। बुझ्नुभयो नि भाइ बहिनीहरू? धन्यवाद। आजलाई हामी सूचना तथा सञ्चार प्रविधि टपिक्स अन्तर्गत रहेर आजलाई यति छलफल गऱ्यौँ र केही हजुरहरूलाई जिज्ञासा छ भने सोध्न सक्नुहुनेछ। बाँकी टपिक्स चाहिँ हामी ठिक समय भोलि यसै समयमा रहेर छलफल गर्नेछौँ। धन्यवाद। हस्त।